जय मसीह। एकजना पास्टरको जीवन परिवर्तनको अचम्मको कथा सुन्नुहोस्। उहाँको जीवनमा परिवर्तन आउनुको मुख्य कारण ती विकट गाउँका विश्वासीहरू थिए जो अनपढ थिए, पढ्न लेख्न जानेका थिएनन्, न त उनीहरूको हातमा बाइबल नै थियो। तर पहिलो पटक उनीहरूको कारणले नै ती पास्टर बुवाले परमेश्वरलाई चिनेका थिए, परमेश्वरलाई महसुस गर्न पाएका थिए र उहाँको जीवनमा परिवर्तन आएको थियो। एकजना शहरमा बस्ने पास्टरलाई हरेक रात एउटै सपना आउने गर्थ्यो। हरेक रात धेरै लामो समयदेखि त्यही सपना दोहोरिएको हुनाले उहाँले एक दिन निर्णय लिनुहुन्छ त्यो गाउँलाई खोज्दै जाने र एक हप्ताको यात्रापछि उहाँले त्यो गाउँ पत्ता लगाउनुहुन्छ र त्यो गाउँमा पुग्नुहुन्छ। त्यो गाउँ शहरदेखि धेरै टाढा थियो, धेरै विकटमा थियो र त्यो गाउँमा एउटा सानो चर्चको भवन पनि रहेछ। तर लामो समयदेखि त्यो चर्चमा सेवा दिने मान्छे कोही पनि थिएन र त्यो गाउँलेहरूले नयाँ मान्छे देखेपछि उनीहरू धेरै खुसी थिए, धेरै उत्साहित थिए, किनभने उनीहरूलाई पक्का थियो त्यो चर्चमा कोही नयाँ पास्टर आउनुभएको छ भनेर। त्यसपछि सबै गाउँलेहरू मिलेर ती पास्टर बुवाको लागि त्यही चर्चमा बस्ने र खाने व्यवस्था मिलाए। गाउँलेहरू धेरै उत्साहित थिए। हरेक शनिबारको सेवामा सबै गाउँलेहरू जम्मा हुन्थे वचन सुन्नको लागि। उनीहरू धेरै उत्सुक थिए किनभने लामो समयदेखि उनीहरूले परमेश्वरको वचन सुन्न पाएका थिएनन्। उनीहरूले न त पढ्न जानेका नै थिए। पास्टर बुवालाई अचम्म लाग्थ्यो, हरेक हप्ताको संगतिमा केवल 2 देखि 3 रुपियाँ मात्रै भेटी जम्मा हुने गर्थ्यो। अब ती पास्टर बुवाको अनुहारमा निराशाले छाउन थाल्यो। तर पनि सबै गाउँलेहरू मिलेर ती सेवकको लागि भनेर सबै गाउँलेहरूले आफ्नो घरबाट धेरै थोरै अन्न बालीहरू जम्मा गर्थे र चर्चमा जम्मा गर्थे ताकि ती सेवकको लागि प्रशस्त मात्रामा साँझ बिहान खाना पुगोस् भनेर। अब पास्टर बुवालाई हरेक दिन निराशा बढ्दै बढ्दै गएको थियो र एक दिन उहाँले त्यहाँदेखि सुटुक्क जाने विचार पनि गरिसक्नु भएको थियो। न त त्यो ठाउँमा मोटर गाडीको सुविधा थियो, न त त्यो मण्डलीमा धेरै बेटी उठ्थ्यो। पानी खानको लागि पनि धेरै टाढादेखि बोकेर ल्याउनु पर्थ्यो र त्यो ठाउँमा खासै धेरै अन्नहरू पनि उब्जने हुन्थेन। अलिअलि भएको अन्न पनि धेरै टाढाको बजारमा ल्याएर बेच्नु पर्थ्यो र त्यो बेचेको पैसाले नुन र तेल किन्ने गर्थ्यो त्यहाँको गाउँलेहरूले र अलिअलि भएको अन्न बाली आफूले बिहान साँझ खाने गर्थे। एक रातको कुरा हो जुन रात ती पास्टर बुवाको जिन्दगीमा वास्तविक परिवर्तन आएको थियो। ती पास्टर बुवाको मनमा थियो यी गाउँलेहरूले किन यति धेरै कन्जुस गर्छन् भेटी दिनको लागि र त्यही कुरा पत्ता लगाउनको लागि राति 8 बजे हरेक गाउँलेहरूको घर घरमा गएर हेर्न थाले र पहिलो घरमा पुग्दा पास्टर बुवाले बिस्तारै झ्यालदेखि चियाएर हेर्नुभयो र त्यो ठाउँमा एक मुठी मकै बोटेर 3 जना परिवारले आधा पेट खाएर सुतेका थिए र उनीहरूसँग भएको अन्तिम 1 रुपैयाँ पनि भोलि भेटी दिनको निम्ति परमेश्वरको निम्ति दिनको लागि प्रार्थना गरेर सुतेका थिए। यो सबै देखेपछि पास्टर बुवा झसङ्ग हुनुभयो, निन्द्रादेखि बिउजे जस्तो हुनुभयो र हरेक घर घरमा गएर हेर्दा यही हालत थियो। कोही मानिसहरू भोक्कै सुतेका थिए त कोही मानिसहरू आधा पेट खाएर सुतेका थिए र पास्टर बुवालाई अचम्म लागेको थियो। आफूहरू भोक्कै बसेर पनि ती चर्चमा सेवकको लागि, पास्टर बुवाको लागि भरिएर पोखिने गरी अन्न बालीहरू जम्मा गरेका थिए र यो सब देख्दा पास्टर बुवाको आँखाबाट आँसु रोकिएन र उहाँ रुँदै रुँदै फेरि चर्चमा फर्किनु भयो र त्यो राति उहाँ सुत्नु पनि सक्नु भएन। त्यसपछि पास्टर बुवाले भोलिपल्टको संगतिमा भन्नुभयो, आजदेखि उपरान्त भेटी उठाउनु पर्दैन र यहाँ भएको बाँकी अन्न बाली पनि जसो घरमा साँझको लागि खाना पुगेको छैन उहाँहरूलाई पास्टर बुवाले बाँड्नुभयो। त्यो चर्चमा जम्मा भएको अन्नबालीले पास्टर बुवालाई साँझ बिहान प्रशस्त खाना पुग्थ्यो र बढी भएको अन्नबाली पास्टर बुवाले गाउँमा बाँड्नुहुन्थ्यो जसलाई अपुग भएको छ र पास्टर बुवालाई अब पैसाको कुनै पनि आवश्यक थिएन किनभने बस्नको लागि चर्च थियो र खानको लागि गाउँलेहरूले हरेक दिन जम्मा गर्ने गर्थे र प्रशस्त हुन्थ्यो, भरिएर पोखिने गरी हुन्थ्यो र बढी भएको अन्नबाली उहाँले सधैँ गाउँलेहरूले फेरि बाँड्ने गर्थे। त्यही रात ती पास्टर बुवाले खानाको निम्ति प्रार्थना गर्दै हुनुहुन्थ्यो र यत्तिकैमा उहाँको समीपमा आएर, उहाँको नजिकमा आएर परमेश्वर बस्नुभयो र त्यो रातदेखि हरेक दिन ती पास्टर बुवाको संगति परमेश्वरसँग हुन थाल्यो
र उहाँले वचन प्रचार गर्दा पनि उहाँबाट परमेश्वर नै बोल्नुहुन्थ्यो र सबै गाउँलेहरू धेरै आशिषित भएका थिए। धेरै लामो समयदेखि ती गाउँलेहरूले परमेश्वरको वचन सुन्न पाउँदा धेरै आनन्दित थिए। ती गाउँलेहरूको मनमा केही पनि कुराको लोभ थिएन, केवल उनीहरूको इच्छा परमेश्वरको वचन सुन्ने हुन्थ्यो र ती गाउँलेहरू धेरै आशिषित थिए र ती गाउँलेहरूको मनमा केवल प्रेम मात्रै थियो। ती गाउँलेहरू केवल प्रेमको भाषा मात्रै बोल्थे। त्यसको केही दिनपछि पास्टर बुवाले फेरि एउटा अचम्मको कुरा गर्नुभयो। अबको आउने दिनहरूमा मैले केवल एक छाक मात्रै खाना खानेछु र साँझमा उपवास प्रार्थना गर्नेछु ताकि यो गाउँमा धेरै अन्नबालीहरू उब्जेको होस्। वास्तवमा पास्टर बुवाले देख्नु भएको थियो त्यो गाउँको एउटा घरमा अझै पनि साँझको खाना पर्याप्त मात्रामा पुगेको थिएन। त्यही भएर नै पास्टर बुवाले एक छाक खाने मात्रै निर्णय गर्नुभएको थियो। अब ती पास्टर बुवाले आफ्नो सम्पूर्ण जिन्दगी परमेश्वरमा समर्पित गर्नुभएको थियो, परमेश्वरलाई दिनुभएको थियो। वास्तवमा उहाँ धेरै असल गोठालो हुनुहुन्थ्यो, धेरै असल पास्टर हुनुहुन्थ्यो। उहाँले एक छाक खाना नखाँदा पनि उहाँ धेरै खुसी हुनुहुन्थ्यो। उहाँले रातिको एक छाक खाना छोड्दा त्यो गाउँको एकजना परिवारको पेट भरिन्थ्यो र त्यो परिवार आनन्दसँग सुत्न पाउँथ्यो। त्यो देख्दा ती पास्टर बुवा धेरै खुसी थिए, स्वर्गीय आनन्दमा थिए, किनभने ती पास्टर बुवासँग परमेश्वर हुनुहुन्थ्यो। ती पास्टर बुवाले त्यो गाउँको मण्डलीमा 70 वर्षसम्म सेवा गर्नुभयो र एक दिन उहाँ परमेश्वरको घरमा जानुभयो। त्यो चर्चमा सेवा गर्दा गर्दै जब उहाँले यो संसारलाई छोड्नुभयो नि, उहाँसँग सम्पत्तिको नाउँमा केवल एक जोर चप्पल र उहाँले लाउने लुगा मात्रै थियो। प्रिय विश्वासीहरू, यदि तपाईहरूले यस्तो हृदय भएको सेवकलाई देख्नुभयो भने, भेट्टाउनु भयो भने सबै कुरा छोडेर उहाँको पछि लाग्नुहोस् र उहाँसँग हरेक परमेश्वरको वचनहरू सिक्नुहोस्, किनभने उहाँले नै तपाईलाई असल मार्ग देखाउन सक्नुहुनेछ। आमेन।